हेलो नमस्ते, यहाँलाई स्वागत छ मेरो फेसबुक च्यानलमा। र आज पनि म आफ्नै कार्यक्षेत्र 10 नम्बर वडा तनहु जाँदैछु कामकै सिलसिलामा, आफ्नै पेसाको रूपमा। र यतिखेर म मन्थलीबाट चाहिँ आफ्नो ब्याग सामानहरू बोकेर म 10 नम्बरतिर जाँदैछु। र हेरौँ है त आज 10 नम्बर कस्तो ल। यो चाहिँ मण्डली बस पार्क हो खासमा। यो बस पार्क आइपुगे, हाम्रो मण्डलीको बस पार्क यही हो। ल अब यो चाहिँ आकाशे हो। हामी दाहिने गयौँ भने चाहिँ खिम्तीतिर पुग्छौँ भनेदेखि अब हामी देब्रे जान्छौँ। देब्रे चाहिँ अब चनहु यो पुल तरिसकेपछि चाहिँ चिसापानी हो। र यहाँ गेट पनि छ, चिसापानीको गेट देख्न सक्नुहुनेछ है। तामाकोसी माथिको पुल हो है यो चाहिँ। ल अब हामी चाहिँ खासमा फेरि दाहिनेतिर लाग्छौँ यो गेटबाट। दाहिने लागेपछि यो गाईखुरा भन्ने ठाउँ आउँछ। यो एकदम रमाइलो कोसीको तीरमा रहेको एकदम रमाइलो गाउँ छ। यसलाई गाईखुरा भनिन्छ है त। हेर्दै गर्नु होला। ल बिहान बिहानै 3 जना बोकेर हिँड्नु भएको छ है यहाँ चाहिँ खासमा होइन। यसरी बोक्नु चाहिँ नहुने हो है। ल एकदम चिसो छ, एकदम गजब छ। ल यो चाहिँ जहनटार भन्छ खासमा। तलतिर चाहिँ गेलु जाने बाटो हो दाहिने। हामी चाहिँ देब्रे जान्छौँ है त, चिसापानीतिर जान्छौँ ठ्याक्कै जहनटारतिर। ल यही हो खासमा जहनटारको बस्ती चाहिँ यो हो। ल अब हामी चाहिँ खासमा यो माथितिर चिसापानी पर्छ। हामी देब्रे दाहिने जान्छौँ। दाहिने चाहिँ चनहु जाने बाटो हो यो खासमा। अब चिसापानीतिर चाहिँ पिच छ भनेदेखि यहाँ चाहिँ थोरै मात्रामा पिच छ। र यो पिच सकेपछि अब त्यसपछि हामी अब चनहुतिर लाग्यौँ है त अहिले चाहिँ। हेर्दै जाउँ। र चनहु जाने बाटो चाहिँ खासमा यस्तो छ होइन, कच्ची छ सबै। र यहाँ पनि एउटा छुट्टिने बाटो छ। मासतिर चाहिँ सानी बेसीतिर जाने बाटो हो भनेदेखि अब हामी दाहिने नै जान्छौँ। यो दाहिने जाँदाखेरि चाहिँ खास गरी थानापति महादेव मन्दिर पनि गइसक्यो। ठ्याक्कै थानापति महादेव मन्दिर नै पुग्छ यो बाटो चाहिँ गयो भने चाहिँ। र पुरानो गाउँ हुँदै जाँदा चाहिँ सिडी लगभग 1 घन्टाको सिडी उकालो चलेपछि थानापति महादेव मन्दिर पुगिन्छ। ल लेट्स गो। बाटोको हालत चाहिँ यस्तो छ खास गरी 10 नम्बर चनहु जाने बाटो। ल यो खोलो तरिसकेपछि चाहिँ पारिपट्टि महादेव टार भन्ने ठाउँ छ, जुन चाहिँ थोरै सानो बस्ती छ। यो चाहिँ चनहुको 10 नम्बर वडाको चनहु भित्र पर्छ, जुन चाहिँ महादेव टार भन्ने गाउँ हो। यो गाउँ चाहिँ यो चाहिँ महादेव टार खोला। यो यसको शिर चाहिँ खास गरी यो महादेव टार खोलाको शिर चाहिँ थानापति बुढा महादेव जुन थानापतिमा रहेको छ यसको मेन शिर चाहिँ। र यो बाटो अब अलिकति चाहिँ उकालो बाटो, अलिकति ढलन भएको छ। यो यति ढलन हुँदा नि एकदम सजिलो भएको छ। ल यतिखेर चाहिँ म तल्लो चनहुको कार्कीटोल, जुन मायासान भन्दा अलिक माथितिर रहेको कार्कीटोल, तल्लो कार्कीटोल है आइपुगे। ल लेट्स गो जाउँ। बाटो अलिक सुध्रिँदैछ, चनहुको अलि राम्रो हुँदैछ। ल आज चाहिँ के छ त भन्दाखेरि मौसम पुरै यो हाम्रो वडा छ चनहुलाई चाहिँ कुहिरोले अङ्गालो हालेको छ होइन। र रमाइलो छ कुहिरोभित्र
जुन प्रकृतिलाई अँगालो हालेर बसेको छ, ढाकेको छ, रमाइलो देखेको छ है। झन्डै चिप्ले भाइ, यहाँ चाहिँ बाटो एकदम बिग्रेको थियो। यो तामाङको नेरी चाहिँ, र यो चाहिँ एकदम अहिले ढलन बनेको छ। यसलाई विशेष धन्यवाद दिन चाहनुपर्छ हाम्रो 10 नम्बर वडा अध्यक्ष गोपिलाल तामाङज्यूलाई। उहाँकै पहलमा चाहिँ यो बाटो ढलन भएको छ यहाँ यतिसम्म। विशेष धन्यवाद छ है उहाँलाई चाहिँ। ल यो चाहिँ चनहुको तामाङ टोल हो। आज कुहिरोले पुरै ढाकेको छ होइन, मौसम चाहिँ यस्तो छ र अहिले चाहिँ चनहुको तामाङ टोलमा आइपुगेको छ है त। ल यो चाहिँ सरस्वती मावि विद्यालय चनहु हो र यो स्कुलमा पढ्ने कतिजना विद्यार्थीहरू चाहिँ यो स्कुलमा पढेर जानुभएको छ। उहाँहरू चाहिँ मेरो फेसबुकमा चाहिँ कति हुनुहुन्छ कमेन्ट गर्नु है त। ल यो विद्यालयमा पढ्ने विद्यार्थीहरू, ल यो विद्यालयको छेउमै चाहिँ प्रतीक्षालय पनि बनेको छ। यो चाहिँ खास गरी स्वर्गीय धनबहादुर तामाङ र स्वर्गीय नरमाया तामाङको छोराहरूले बनाउनु भएको प्रतीक्षालय हो। यो प्रतीक्षालयमा चाहिँ पानीको सुविधासहित यस्तो छ, चौतारो पनि छ। ल यो चनहुमा चाहिँ चनहुको सरस्वती मावि छेउमा चाहिँ टोलमा यस्तो के भन्छ, यो चाहिँ गुम्बा अथवा के हो, बौद्ध धर्मावलीहरूको एकदम विशेष हुन्छ। ल राम्रो छ है, जे भए पनि यहाँबाट देखिने बस्ती, त्यसै गरी सरस्वती मावि र यो सरस्वती माविको आडैमा रहेको प्रतीक्षालय, त्यसै गरी यो अथवा गुम्बा के भन्छ नि, यो एकदम राम्रो छ है। धेरै धेरै धन्यवाद छ। ल यो बस्ती चाहिँ खास गरी बफर चौहान टोल भन्छ खासमा है, एकदम रमाइलो छ। के गर्ने यहाँ त यस्तो पानी? ए ल म यतै आएको, यसो घुम्न। उता तल एउटा गाईलाई आई गर्न आएको थिएँ, त्यही भएर बुढाथोकीको क्या त्यो तल अङ्कलको घरमा गाईलाई ब्याउने बनाउन आएको। केटा के छ बतिर? यो चाहिँ चनहुको पोहरा टोलो हो है खासमा। अब यहाँ पोहरा बन्धुहरूको चाहिँ खासमा फुल पूजा गर्ने फुलखान पनि छ यहाँ है। यो फुलखान हो, फुल पूजा गर्ने। र पोहरा टोलो पिपल डाँडा चाहिँ आइपुग्यो होइन। र विदेश बस्ने भाइहरूले चाहिँ हाम्रो के अरे पिपलको डाँडाको पनि भिडियो बनाउनु पऱ्यो है दाइ भन्नुहुन्थ्यो। ल ठ्याक्कै यहाँ आइरहेको छु पिपलको डाँडामा होइन। यतिखेर चाहिँ यो चाहिँ पिपलको डाँडा हो, बल्छेको पनि छ। र आज चाहिँ चारैतिर हुसु लागेको छ। थानापट्टि महादेव मन्दिरलाई पनि मजाले सेतो हुसुले ढाकेको छ, घुम्टो ओड्या जस्तै भयो। ल यो पिपल डाँडा नेरीको चाहिँ बस्ती हो, पोलचोर पोहरा टोललाई यस्तो छ हेरौँ।
आफ्नो गाउँ को हुनुहुन्छ यो गाउँबाट कमेन्ट पनि गरौँ है। अस्ति नै भिडियो बनाउनु भन्नुभएको थियो, मैले भिडियो बनाइदिएको छ। ल म चाहिँ एउटा गाईलाई एआई गर्न आएको थिएँ खासमा तल, अनि आज यहाँको भिडियो बनाऊ भनेर बलुवा डाँडाको लुगा चाहिँ एकदम के अरे गाईले कपडा चाहिँ पुरै बिगारेको छ है। यस्तो त अब हामी किसानको काम गर्ने मान्छे होइन, अब पशुको उपचार गर्ने मान्छे जे भए पनि, तर अब किसानको लागि र पशुको लागि चाहिँ उपचार गर्नुपर्छ, यही हो मेरो मान्यता। किसान भए हामी प्राइभेटै हुन्छौँ र प्राइभेट भयो भने मात्र किसान पनि हुन्छ। नङ्ग्रा मासुको हाड र मासुको चाहिँ के हुन्छ त सम्बन्ध हुन्छ किसान र प्राइभेटमा हुनेछ। यसको यस्तै यस्तै भिडियो हेर्न मन छ भनेदेखि मेरो फेसबुक पेज सुमन गिरी र मेरो युट्युब च्यानल सुमन गिरी, जस्तै टिकटक पनि च्यानल छ सुमन गिरीमा गएर फलो गर्नु होला। थ्याङ्क यू सो मच।